हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। आज पनि फेरि परमेश्वरको जिउँदो वचन लिकिन म हजुरको माझमा खडा भएको छु। अनि मैले गत हप्ता ख्रिस्टमा चाहिँ क्षमा छ भन्नेसम्म मैले पुगेको थिएँ। अनि आज त्यही सन्दर्भलाई लिकिन म तपाईहरुको माझमा खडा भएको छु। परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस्। तपाईहरुले सबैजनाले जतिले वचनहरु हेर्दै जाँदै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, अनि परमेश्वरको चाहिँ एकदमै महिमा भइरहेको छ अनि तपाईहरुले उद्धार पाउँदै हुनुहुन्छ भनिकिन मेरो फेरि पनि मित्रजनहरुमा म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। अनि आज फेरि तपाईहरुको माझमा मैले वचनको शीर्षकलाई लिएर आएको छु, ख्रिस्टमा विश्वास गर्नेलाई पाप क्षमा छ भन्ने वचनको शीर्षक लिकिन आएको छु। फेरि पनि राम्रोसँगले सुन्नु होला, ख्रिस्टमा विश्वास गर्नेलाई पाप क्षमा छ। मैले गत हप्ता ख्रिस्टमा विश्वास गर्नेको लागि चाहिँ क्षमा छ भनिकिन मैले अन्तिममा मैले भन्दै गर्दाखेरि आज त्यही सन्दर्भलाई जोडिकिन म तपाईहरुको अगाडि उभिएको छु। अनि म तपाईहरुलाई वचनद्वारा तपाईहरुलाई बुझाउने हिसाबले म आएको छु। जतिसम्म मैले बुझ्न सके र म बुझाउन सक्छु, मैले बुझे आधार अनि म तपाईहरुलाई पनि त्यही वचन आधारित म बुझाउने छु। क्षमा कहाँ छ भन्दै गर्दाखेरि चाहिँ हामीलाई कुन कुन कुरामा हामीले क्षमा माग्नु पर्छ भन्ने कुरा म तपाईहरुलाई वचनतर्फ लानेछु। यहाँ यसो लेखिएको छ, पहिलो यूहन्ना 2:1 मा, मेरा साना बालकहरू तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो क्षमा बोलिदिनु हुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक यीशु ख्रिस्ट। तपाईहरुले सुनिहाल्नु भयो कि वचनमा भनेको छ कि जब हे मेरा साना बालकहरू हो तिमीहरू पाप नगर। बालकहरू भनेको चाहिँ नि साना साना बालकहरू होइन। जब ख्रिस्टमा हामी हुर्किरहेको हुन्छौँ, जब हामी परमेश्वरमा विश्वास गरेको हुन्छौँ, तब विश्वास गरेर पनि जब हामी परमेश्वरमा चाहिँ हामी गाडिएको छैनौँ, जब परमेश्वरको विश्वास परमेश्वरमा चाहिँ हरेक कुराहरू चाहिँ सफलता छ, असल छ भन्ने कुराहरूलाई चाहिँ हामीले बुझेका छैनौँ र हामी चाहिँ हुर्केका छैनौँ भने चाहिँ यो कुराहरू सिकाइरहेको छ। आज बालकहरू जसरी सानो बालकहरूलाई चाहिँ आफ्नो बाबा आमाले खुवाई पियाई गरिकन उहाँहरूलाई सिधा बाटो देखाउँछन्, हिँडाउँछन् भने त्यस्तै नै परमेश्वरको वचनद्वारा यहाँ पत्र लेखिरहेको कुराहरू हामी पाउँछौँ। मेरा साना बालकहरू तिमीहरू पाप नगर भनेको छ। अघि नै मैले भनेको छु कि विश्वास गर्नेको लागि चाहिँ पाप क्षमा छ भनिकिन। अनि यहाँ भनेको छ, मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो क्षमा बोलिदिनु हुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक यीशु हुनुहुन्छ। जब तपाईहरु हामीले पाप गर्छौं, बाइबलले भन्छ मानिस कोही पनि धर्मी छैन, सबै पापी छन्। ताकि जब परमेश्वरले चाहिँ आफ्नो एकलौटी पुत्र संसारमा पठाउनु भयो तब तपाई हामीले गरेको पाप चाहिँ उहाँले बगाउनु भएको रगतद्वारा हाम्रो क्षमा भएको छ भनेको छ। हामीले पुरानो करारतिर हेर्छौं भने पाप क्षमा हुनका लागि चाहिँ मान्छेले के गर्थे त, निस्कोट एउटा बाछो अर्थात् कुनै पनि पशुलाई मारेको रगतले वर्षमा पाप क्षमा हुनका लागि चाहिँ बलि चढाउनु पर्थ्यो भने नयाँ करारमा हामी हेर्छौं भने चाहिँ परमेश्वरले चाहिँ आफ्नो एकलौटी पुत्र दिनुभयो अनि उहाँले बगाउनु भएको रगतद्वारा चाहिँ तपाई हाम्रो पाप क्षमा भएको छ भनेको छ। आज यति मात्र हैन, तपाई र हाम्रो जीवनमा नै परमेश्वरले जब काम गर्नुहुन्छ तर पनि हामी परमेश्वर प्रति हामी छैनौं, प्रभुमा हामी विश्वास गरेकै छैनौं। विश्वास त हो, विश्वासी त भन्छ मान्छेले र सबैले देख्दा पनि विश्वासी भनेर चिन्छन्, तर हामी चाहिँ परमेश्वरको वचन आधारित हिँड्दैनौं। परमेश्वरले भन्नु भएको जस्तै भएर हामी हिँड्दैनौं भने चाहिँ तपाई र हामी भित्र भएको पाप क्षमा हुँदैन। र यहाँ म यसो भन्न चाहन्छु, जब परमेश्वरको वचनले यही भन्दछ कि जबसम्म हामीले प्रभुलाई नचिन्नेहरूले, जबसम्म हामी परमेश्वरलाई चिनेको हुँदैनौं, जबसम्म हामी परमेश्वरको वचनलाई हामी पालन गरेको हुँदैनौं, जब हामीले प्रभुको वचन आधारित हिँड्दैनौं भने हाम्रो पाप क्षमा हुनु गाह्रो छ। अनि त्यसरी नै भनेको छ, बालकहरूलाई जसरी आज साना बालकहरू तिमीहरू पाप नगर। सानो बालकहरूलाई पनि यो बाटो नजाऊ, यो नराम्रो हो, त्यो बाटो नजाऊ भनेर आफ्नो बाबु आमाले बालकहरूलाई सिकाउँछ भने त्यो बालकहरूले त्यो कामहरू गर्दैनन्। तर बालकहरूसँग चाहिँ सानो बालकहरूसँग चाहिँ बुद्धि विवेक हुँदैन। सानो नानीहरूमा चाहिँ त्यो भएको कारणले गर्दाखेरि नानीहरूलाई अहिले नगर भनेको कुराहरू भरे त्यो पनि गरी पठाउँछ।
पठाउँछ। तर फेरि पनि बाबु हामीले त्यो नानीहरूलाई यो कुरा चाहिँ सही हो, यो कुरा चाहिँ खराब हो भनेर देखाउँछ भने त्यो नानीहरू डराउँछन्। परमेश्वरको वचनद्वारा बालकहरू जस्तो तिमीहरू पाप नगरौ भनेको छ। बाइबलमा यो पनि भनेको छ कि सानो बालकहरू चाहिँ निर्दोष हुन्छ, किन त्यो नानीहरूमा चाहिँ कति कुरा बुद्धि हुँदैन। सानो नानीहरूमा उसले के गर्छ, के हुन्छ, भोलि कसो हुन्छ भन्ने कुरा उसलाई जान्दैन। त्यही भएर त्यो नानीहरूले जस्तो पाप नगरौ भनेर चाहिँ यहाँ भनेको छ। अनि म फेरि पहिलो यौना 2:2 म फेरि जानेछु, उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापका निम्ति पनि। आज उहाँ चाहिँ हाम्रो पापका निम्ति प्रायश्चित हुनुहुन्छ। तपाईँ र हाम्रो पापको लागि नै उहाँ चाहिँ क्रुसमा बलि हुनुभयो। धेरैले बुझ्दैनन्, धेरै मान्छेहरूले बुझ्दैनन् कि आज विश्वासीहरूले नै बुझेको हुँदैन ताकि ख्रीष्ट येशू चाहिँ किन क्रुसमा जानुभयो। धेरैले भन्ने गर्छन् यो त पापी थियो होला अनि त क्रुसमा गयो। तर हामी चाहिँ आमाको गर्भमा रच्नुभन्दा अघि नै हामी चाहिँ पापी थियौँ। कारण किन, जब हामीले परमेश्वरलाई हामीले ग्रहण गरेकै थिएनौँ। बाइबलले यो भन्छ ख्रीष्ट येशूलाई ग्रहण नगर्नेहरू, परमेश्वरलाई नपाउनेहरू चाहिँ पापी नै हौ। हामी पापी नै हुन्छौँ। प्रभुलाई चिन्नेहरू पनि हामी पापी हुन्छ जब परमेश्वरको वचन आधारित हामी हिँड्दैनौँ भने। त्यसरी नै यहाँ भनेको छ कि उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ। उहाँ आफै बलि हुनुभयो अनि उहाँ आफै क्रुसमा टाँगिनु भयो कि उहाँले चाहिँ आज हरेक मानिसलाई चाहिँ प्रेम गर्नु भएको कारणले गर्दा हामी चाहिँ उहाँकै स्वरूपमा, उहाँकै प्रतिरूपमा परमेश्वरले बनाउनु भएको कारणले गर्दा उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो। को होला आज संसारमा, को होला आज तपाईँ हाम्रो लागि बलि हुने कोही पनि छैन। मानिसको लागि कोही पनि बलि भएको छैन। तर परमेश्वरले चाहिँ तपाईँ हामीलाई चाहिँ उहाँकै स्वरूपमा रच्नु भएको कारणले गर्दा कति धेरै प्रेम गर्नु भएको छ। उहाँले आफ्नो एकलौटी पुत्र पनि बाँकी राख्नु भएन। मैले गत हप्ता भन्दै थिएँ, यौना 3:16 भन्दै थिएँ, उहाँले संसारलाई धेरै प्रेम गर्नु भएको कारणले गर्दा उहाँले आफ्नो एकलौटी पुत्र पठाउनु भयो अनि उहाँद्वारा नै बगाएको रगतले चाहिँ तपाईँ र हाम्रो पाप क्षमा भएको छ भनेको छ। उहाँ चाहिँ प्रायश्चित हुनुभयो, तपाईँ र हाम्रो लागि बलि हुनुभयो। अनि हाम्रो निम्ति मात्र होइन, तपाईँ र हाम्रो निम्ति मात्रै होइन, संसारभरिको हरेक व्यक्तिहरूको लागि उहाँ चाहिँ सारा संसारलाई पापका निम्ति चाहिँ उहाँ बलि हुनुभएको कुराहरू हामी पाउँछौँ। आज तपाईँ र हामीले पाएको जीवन चाहिँ सजिलो छैन, किनभने जब हामी संसारमा सबै थोक गर्छौँ, हामी सबै थोक देख्छौँ गर्छौँ, तर त्यो तपाईँ र हाम्रो शक्ति अनि बलले होइन, किनकि परमेश्वरले नै गर्नुभएको कुराले गर्दा हामी त्यो कुरा देख्न पाउँछौँ। तर हामी त्यो कुराहरू गर्दै जाँदा कति कुरामा हामी चुकी पठाउँछौँ, कति कुरामा हामी गिरी पठाउँछौँ, कति कुरामा त्यो कुराहरूलाई हामी फलो गर्दैनौँ अनि हामी पाप गरी पठाउँछौँ। तर परमेश्वरको वचनले भन्दछ कि आज उहाँ चाहिँ तपाईँ र हाम्रो पापको निम्ति चाहिँ बलि हुनुभएको कुरा हामी पाएका छौँ। त्यसै गरेर म त्यहाँ सन्दर्भ जोड्छु कि हिब्रू 8:11 यसो भनेको छ, परमप्रभुलाई चिन भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउने छैनन्, किनकि सानादेखि लिएर ठुलोसम्म तिनीहरू सबैले मलाई चिन्नेछन् भनेको छ। यसो लेखेको छ, परमप्रभुलाई चिन परमप्रभुलाई जब तपाईँ हामी चिन्छौँ भने अब उसो चाहिँ कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउने छैन। यदि तपाईँ र हामीले परमप्रभुलाई चिनेका छौँ भने चाहिँ नि आफ्नो छिमेकी आफ्नो दाजुभाइलाई चाहिँ आज हामीले कुनै कुराहरू पनि सिकाउँछौँ, तर परमेश्वरको निम्ति हामी सिकाउँछौँ, परमेश्वरको निम्ति हामी भन्छौँ भने उहाँहरूको जीवनमा पनि पाप क्षमा छ। तर हामीले परमेश्वरको वचनदेखि बाहिर गएर चाहिँ परमेश्वरको वचनदेखि बाहिर भएर चाहिँ हामी सिकाउँछौँ, आज मान्छे चाहिँ सबै धर्मी छ, मान्छे चाहिँ सबै यस्तो त्यस्तो हामी भन्छौँ भने चाहिँ त्यहाँनिर तपाईँ र हाम्रो पाप क्षमा हुँदैन। तर त्यसै गरेर हिब्रू 8:12 भन्दछ, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूको पाप फेरि कहिल्यै सम्झने छैन भनेको छ। जब तपाईँ र हामीले परमेश्वरको वचनदेखि बाहिर गएर हामी अरूलाई सिकाउँछौँ, हामी आफै बाटे भएर सिकाउँछौँ, हामी परमेश्वरको वचनदेखि बाहिर भएर हामी नभएको कुराहरू सिकाउँछौँ भने हामी आफै पापमा गिरेको हुन्छौँ। तर परमेश्वरको वचनले भनेको छ, किनकि तिनीहरूको अपराधहरू चाहिँ म क्षमा गर्नेछु। जब हामी परमेश्वरको वचन आधारित हिँड्छौँ, जब परमेश्वरको वचनमा हामी अडिन्छौँ, जब परमेश्वरको वचनमा हामी रहन्छौँ भने चाहिँ परमेश्वरले चाहिँ तपाईँ हाम्रो पाप क्षमा गर्नुहुन्छ र तिनीहरूको पाप फेरि कहिले
तपाईँ हाम्रो पाप फेरि पनि फर्कने छैन। जब हामी पश्चाताप गर्छौँ, जब हामी पश्चाताप गरेर परमेश्वरमा हामी फर्कन्छौँ, जब परमेश्वरको वचन आधारित हिँड्छौँ भने चाहिँ हाम्रो पाप चाहिँ फेरि पनि फर्केर आउने छैन। किनकि तपाईँ र हामीले चाहिँ परमेश्वरलाई चिनेर पनि, परमेश्वरलाई पाएर पनि हामी व्यर्थको कुराहरूमा, हामी संसारकै कुरा, पहिला परमेश्वरलाई चिन्नुभन्दा अगाडिकै जस्तो कुराहरू, हामी चिन्नुभन्दा अगाडिको कुरा जस्तो हामी संसारमा थियौँ, त्यो कुराहरू हामी त्यस्तैमा हामी मिलेर हिँड्छौँ भने पनि तपाईँ हाम्रो पाप क्षमा हुँदैन भनेको छ। तर जब हामीले वचन बुझेर हामी परमेश्वरको वचन आधारित हिँड्छौँ भने चाहिँ तपाईँ र हाम्रो पाप चाहिँ परमेश्वरले क्षमा गरिसक्नु भएको छ, तर त्यो पाप फेरि कहिले फर्कने छैन भनेको छ। हामीले त्यही कार्यलाई चाहिँ आज परमेश्वरमा चाहिँ सबै कुरा क्षमा छ भनिकन हामी फर्किँदैन, हामी फेरि संसारको कुरातिर फर्कँदैनौँ र परमेश्वरले भनेको वचन आधारित हामी हिँड्छौँ भने चाहिँ हाम्रो पाप फेरि पनि फर्केर हामी त्यही दलदली हिलोमा हामी डुबे जस्तो हुँदैनौँ, किनकि परमेश्वरले चाहिँ तपाईँ हाम्रो पाप क्षमा गर्नुभएको छ। अनि म यहाँ रोमी 6:6मा फेरि जानेछु। हामी जान्दछौँ कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमरा नहौ भनिकन। यहाँ हामीले स्पष्ट बुझेका छौँ कि तपाईँ र हाम्रो पापको निम्ति उहाँ चाहिँ बलि हुनुभएको कुरा मैले अघि पनि बताउँदै थिएँ। बलि हुनुभएको छ अनि उहाँ आफै स्वयं नै तपाईँ र हाम्रो पाप, तपाईँ र हामीले गरेको हरेक अधर्मको कारण उहाँ आफै क्रुसमा टाँगिनु भयो। म तपाईँलाई यसरी बुझाउन चाहन्छु कि जब ख्रीष्ट येशू क्रुसमा जानुभयो, किन उहाँको मान्छेले देख्दाखेरि कतिले बुझ्दैनन् है, तर हामी यसरी म बुझाउन चाहन्छु मैले बुझे आधारले, जब ख्रीष्ट येशूलाई चाहिँ हाम्रो हात चाहिँ दुईटा यस्तो गरेर हामी टाँगेर त्यो क्रुसमा टाँगेको हामी देख्छौँ, त्यो हातलाई चाहिँ जब ख्रीष्ट येशूको हातलाई चाहिँ त्यो क्रुसमा ठोक्दै गर्दा चाहिँ नि तपाईँ र हामी पापी थियौँ, हामी पापी थियौँ। अनि त्यतिखेर चाहिँ यो हातले गरेको पाप चाहिँ क्षमा होस्, त्यो जति यो हातले पाप गरेको थियौँ नि हामीले त्यो हातले गरेको पाप चाहिँ क्षमा होस् भनिकन त्यो ख्रीष्ट येशूले चाहिँ येशूको चाहिँ हातमा चाहिँ काँटी ठोकिरहेको कुराहरू, अनि जब खुट्टामा पनि काँटी ठोकेको पाउँछौँ, देख्छौँ हामी। अनि त्यहाँ पनि त्यो खुट्टाले हिँडेर हामीले पाप गरेका छौँ नि त, चोरी डकैता व्यभिचार विभिन्न कुराहरू गरेको हुन्छ मान्छेले। त्यही कारणले गर्दाखेरि त्यो खुट्टाले गरेको पाप चाहिँ मान्छेले चाहिँ गरेको त्यो क्रुसमा चाहिँ हामी चाहिँ त पापी चाहिँ त्यो क्रुसमा टाँगेर चाहिँ हामी चाहिँ त्यसरी हामीले चाहिँ ताडना भोग्नु पर्थ्यो, तर हाम्रो साटो चाहिँ परमेश्वरले त्यो ताडना भोग्नु भयो। उहाँले चाहिँ तपाईँ र हाम्रो पापलाई बोक्नु भयो अनि उहाँले त्यो खुट्टाले गरेको पाप त्यो कुराहरू चाहिँ त्यहाँबाट बग्योस्, त्यहाँबाट क्षमा होस् भनिकन तपाईँ र हाम्रो खुट्टाले गरेको, हातले गरेको, अनि हाम्रो यो दिमागले सोचेर, हाम्रो प्राणले, यो दिमाग विचारले, यो शरीरको आँखाले देखाएर चाहिँ गरेको पापको लागि चाहिँ यति दर्दनाक क्रुस एउटा काँडाको मुकुट हालिदियो। त्यो काँडाको मुकुट लाउँदै गर्दा चाहिँ कति चाहिँ रगत बगेको थियो होला ख्रीष्ट येशू। त्यतिखेर चाहिँ त्यो किन चाहिँ त्यो दिमागमा, त्यो टाउकोमा चाहिँ एउटा मुकुट हाल्यो भन्दै गर्दा चाहिँ तपाईँ र हामीले यो विवेकले, यो बुद्धिले, यो विचारले, यो प्राण, यो दिमागले सोचेर पाप गरेका छ नि त। त्यो कारणले गर्दाखेरि त्यो मानिसहरूको साटोमा त्यो पाप बगोस्, त्यो पाप चाहिँ क्षमा होस् भनेर चाहिँ उहाँलाई क्रुस एउटा काँडाको मुकुट हालिदिएको कुरा हामी बुझ्छौँ। किन उहाँको छातीमा, उहाँको हृदयमा चाहिँ किन एउटा भाला रोपेको हामी देख्छौँ। यो हृदयले, यो दिमाग, हाम्रो यो आत्मा, यो दिमाग, यो हृदयले चाहिँ नि नराम्रो सोचेर हामीले पाप गर्नु पुगेका छौँ नि त। त्यही भएको कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ क्रुसमा लगेकिन भाला हानेको कुराहरू, त्यहाँबाट बगेको रगतले चाहिँ तपाईँ र हाम्रो पाप मात्र क्षमा हुँदैन, तपाईँ र हाम्रो रोग बिरामीहरू क्षमा हुन्छ, रोग बिरामीहरू चङ्गै हुन्छ। उहाँले बगाउनु भएको रगतले तपाईँ र हामीले गरेको विभिन्न पापहरू क्षमा होस् भनिकन चाहिँ ख्रीष्ट येशू तपाईँ र हाम्रो साटो चाहिँ उहाँ टाँगिनु भएको हो, हामी यसरी बुझौँ। त्यसैले त उहाँ बलि हुनुभयो तपाईँ र हाम्रो निम्ति। अनि यसो भनेको छ, पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमरा नहौ। कहिले पनि तपाईँ र हामी पापको कमरा नहौ। अबको दिनहरूमा स्वयं तपाईँ र हाम्रो लागि ख्रीष्ट येशूले तपाईँ र हाम्रो पापलाई बोक्नु भयो र उहाँले पापलाई क्षमा गर्नु भएको छ। अनि किनकि परमेश्वरले नै तपाईँ र हामीलाई चाहिँ पापमा नडुबोस्, फेरि पापको कमरा नहोस्, फेरि पापको भागीदार नहोस् भनेर चाहिँ तपाईँ र हामीलाई यो कुरा सिकाउँदछ। र आज तपाईँ र हामीले कति पाप गर्दैछौँ होला हामीलाई थाहा हुँदैन। मान्छेले मात्रै हामीलाई
देख्दछ कि मान्छेले चाहिँ शरीरलाई हेरेर जाँच्दछ भने परमेश्वरको वचनले भन्दछ मानिसको आत्मालाई जाँचेर हेर्नुहुन्छ। परमेश्वरले कहिले पनि राम्रो राम्रो कुराहरू शरीरको बाहिरको कुरालाई हेर्नुहुन्न। परमेश्वरले चाहिँ हृदयको कुरालाई जाँच्नुहुन्छ। मान्छेले चाहिँ के सोच्छन् त यो राम्रो मान्छेलाई मात्रै राम्रो गर्छन्, धनीलाई मात्रै राम्रो गर्छन्, आदर गर्छन्, सत्कार गर्छन्, पढे लेखेकोलाई आदर सत्कार गर्छन्, अनि एकदमै ब्युटिफुल ह्यान्डसमलाई मात्रै मान्छेले हेर्छ। तर परमेश्वरले चाहिँ अनुहारलाई हेर्नुहुन्न। तपाईँ र हाम्रो हृदय कस्तो छ त? तपाईँ हाम्रो हृदय चाहिँ परमेश्वरसँग छ या त हामी बाहिरका कुरामा छौँ, या त हामीले परमेश्वरसँग हामी कतिसम्म चाहिँ कनेक्सन छौँ, कतिसम्म चाहिँ हामी परमेश्वरको डरमा हिँड्छौँ, कतिसम्म परमेश्वरको वचन आधारित हिँड्छौँ, प्रभुले त्यो जाँच्नुहुन्छ। तर हामीलाई परमेश्वरको डर भएर पनि हामी जानी जानी पाप गर्छौँ भने नि तपाईँ हाम्रो बाइबलले भन्छ पाप क्षमा छैन भनेको छ। तर आज हामी अन्जानमा गरेको पाप हामी जब परमेश्वरको अगाडि आउँछौँ अनि हामी पश्चाताप गरेर हामीले क्षमा माग्छौँ भने प्रभुले त्यो क्षमा गर्नुहुन्छ। त्यसैले तपाईँ र हाम्रो पाप फेरि पनि कहिले पनि फर्केर नआओस् भनेर चाहिँ प्रभुले चाहिँ उहाँ स्वयं बलि हुनुभएको कुराहरू तपाईँ र मलाई बताउँदछ। अनि आज सारा मित्रहरू सुन्दै हुनुहुन्छ, सारा मेरो साथीभाइले जब यो वचनहरू सुन्दै हुनुहुन्छ, किनकि यो द्वारा चाहिँ तपाईँहरूलाई पनि उत्साह हौसला मिलोस् भनिकन नै यसरी म हप्तामा एकचोटि तपाईँहरूको अगाडि म खडा हुन प्रभुले मलाई एकदमै यो एउटा समय दिनुभएको छ। अब म तपाईँहरूलाई लानेछु रोमी 6:7 किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। यदि तपाईँ र हामी मरेको भन्दामा तपाईँ र हामी शरीरमा मरेको होइन, तर तपाईँ र हाम्रो पापबाट हामी मरेको छौँ भने चाहिँ परमेश्वरले चाहिँ धार्मिकता कुरामा हामीलाई परिवर्तन गरिकन तपाईँ र हामीलाई बचाएको कुराहरू छ। किनकि जब तपाईँ र हामी पापको कुराहरूलाई लिइकन हामी मर्छौँ नि, हाम्रो भित्रको हृदय हाम्रो पापलाई मार्छौँ भने चाहिँ परमेश्वरले चाहिँ तपाईँ र हामीलाई धार्मिकताको अगाडि खडा गर्नुहुन्छ। त्यसै गरी तपाईँहरूलाई म रोमी 6:8 फेरि लान्छु, तर यदि हामी ख्रिस्टसँग मरेका छौँ भने त उहाँसँग जिउने पनि छौँ भन्ने विश्वास गर्दछौँ। यदि पर हामी चाहिँ साँच्चै नै ख्रिस्टसँग हामी मरेका छौँ। गलती 2:20 पनि त्यही भन्छ हामी ख्रिस्टसँग नै म मरेको छु, अब ख्रिस्टसँग नै म बिउतिने छु भनेकिन। आज तपाईँ र हामी साँच्चै नै पापमय स्वभावलाई हामीले त्यागेर जब हामी मरेको हुन्छौँ नि, तर ख्रिस्टसँग नै हामी बिउतेको हुन्छौँ, हामी जी उठ्नेछौँ भन्ने विश्वास तपाईँ र हामीमा छ भने तपाईँ र हाम्रो पाप कहिले पनि गर्दैनौँ। यति कुरा हामी बुझौँ कि जब हामी परमेश्वरको अगाडि जान्छौँ अनि परमेश्वरको डर र भयमा हिँड्ने, परमेश्वरलाई डर गर्ने, परमेश्वरको वचनलाई लिएर हिँड्ने, परमेश्वरको वचन आधारित हिँड्ने मान्छेले कहिले पनि पाप गर्दैन। तर परमेश्वरलाई चिनेर पनि, परमेश्वरलाई हामीले पाएर पनि, परमेश्वरको वचन सुनेर पनि हामी पटक पटक पाप गर्छौँ। हाम्रो बोली वचन र परिवर्तन भएको हुँदैन अनि हाम्रो हेराइ विचार सोचहरू, मान्छेलाई भन्ने कुराहरू, कति कुरा हाम्रो सोचहरू चाहिँ परिवर्तन हुँदैन भने हामी पापबाट हामी क्षमा भएकै छैन, हामी नयाँ गरी जन्मेकै हुँदैनौँ। र त्यसैले त तपाईँ र हाम्रो हरेक विवेक कुराहरू चाहिँ हामी भित्र भएको पाप स्वभावको कुराहरू, लोभ भयो, आरिस भयो, हरेक प्रकारको इगोहरू हुन्छ नि, यो कुराहरू तपाईँ र हामीले त्याग्नु पर्दछ। जबसम्म तपाईँ र हाम्रो जीवनमा नै ख्रिस्टलाई पाएर पनि, ख्रिस्टलाई चिनेर पनि हामीले यो कुरा त्याग्न सक्दैनौँ भने चाहिँ तपाईँ र हाम्रो पाप क्षमा हुँदैन। किनकि अघि नै भनेको छ तपाईँ ख्रिस्टसँग, तर यदि हामी ख्रिस्टसँग मरेका छौँ, यदि ख्रिस्टसँग नै हामी हाम्रो पापलाई मारेका छौँ भने त हामी ख्रिस्टसँग नै जी उठ्ने छौँ नि। त्यसरी त हामी तपाईँ र हामीले त्यो विश्वास गर्छौँ भने चाहिँ परमेश्वरले चाहिँ साँच्चै नै तपाईँ र हामीलाई चाहिँ उहाँको धार्मिकताको अगाडि हामीलाई खडा गर्नुहुन्छ। आमेन। अनि परमेश्वरलाई धन्यवाद भएको होस्। अब फेरि पनि म 6:9 जानेछु। हामी जान्दछौँ कि ख्रिस्टसँग मरेकाहरूबाट जीवित भएर फेरि मर्नु हुने छैन, अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। फेरि म दोहोऱ्याउनेछु तपाईँहरूलाई, हामी जान्दछौँ कि ख्रिस्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नु हुने छैन। हामी यसरी बुझौँ, जब ख्रिस्ट येशूलाई चाहिँ उहाँ क्रुसमा टाग्यो, उहाँले हरेक व्यक्तिको पापलाई, हरेक व्यक्तिको समस्यालाई त्याग्नका निम्ति उहाँ क्रुसमा बलि हुनुभयो अनि दोस्रो चोटि उहाँ पतालमा जानुभयो। त्यो दिन आज, हिजो अनि अस्ति शुक्रबारदेखि आजसम्म थियो। हामीले अघि त्योभन्दा अगाडि हामीले उहाँलाई बौरी उठ्नु भएको विषयहरू लिएर हामीले वचन पनि सुन्यौँ अनि हामी उहाँलाई उचाल्यौँ। अनि त्यसै गरेर म अलिकति त्यहाँ जोड्दछु, तपाईँ र हाम्रो
पापलाई प्रायश्चित गरिकिन उहाँ बलि भइकिन उहाँ मर्नु भयो क्रुसमा। तर उहाँ त्यत्तिकै मरेर जानु भएन। उहाँ किन एक दिन चाहिँ उहाँ एक दिन कहाँ जानुभयो भन्दाखेरि चाहिँ उहाँ पत्तलमा जानुभयो। किन जानुभयो भन्दाखेरि म तपाईँलाई अलिकति बुझाउने छु। पत्तलमा उहाँ जानु हुनुको कारण चाहिँ जब ड्याबलस दुष्ट शैतानले चाहिँ तपाईँ र हामीलाई दिने अधिकार चाबी चाहिँ खोसेर लगेको थिए अनि उहाँ बलि हुनुहुँदा तब फेरि पनि ख्रीष्ट येशूले उहाँले चाहिँ त्यो दुष्ट शैतानका हातमा परेको ड्याबलसका हातमा परेको चाबी खोसिकिन चाहिँ फेरि पुनरुत्थान किन भने चाबी लिएर चाहिँ हरेक व्यक्तिलाई आज उहाँले चाहिँ समर्पण गर्नु भएको कारण यसको अर्थ म कसरी बुझाउँछु भन्दा नि तपाईँहरूलाई उहाँले पुनरुत्थान भइकिन किन बिउताउनु भयो भन्दाखेरि चाहिँ संसारलाई तपाईँ र हामीलाई अधिकार दिनुभयो। संसारलाई जित्नु भयो। तपाईँ हामीलाई मात्र होइन उहाँले चाहिँ संसारलाई जितिकिन चाहिँ त्यो एउटा ड्याबलस दुष्टका हातबाट चाहिँ चाबी लिइकिन तपाईँ र हामीलाई दियो। त्यो चाबी चाहिँ सही हामीले आज यो शरीरका आँखाले देख्ने घर खोल्ने, घरको दैलो खोल्ने, स्कुलको दैलो खोल्ने, अफिसको दैलो खोल्ने चाबी होइन। आत्मिक चाबीलाई चाहिँ उहाँले खोसेर ल्याउनु भयो र त्यो आत्मिक चाबी चाहिँ तपाईँ र हामीलाई दिनुभयो। जब ख्रीष्ट येशूको डर र भयमा हिँड्छ अनि जब परमेश्वरको भयमा हिँड्नेहरूको लागि चाहिँ त्यो चाबी हामी चलाउँछौँ भने चाहिँ हरेक दुष्टले गरेको बाधाहरू लिएको हरेक अवरोधहरू चाहिँ भत्किँदछ। अनि तपाईँ र हामीले सही ठाउँमा त्यो चाबीलाई चलाउँछौँ भने प्रभुले तपाईँ र हाम्रो हरेक पापहरू क्षमा गर्नुहुन्छ। अनि हामी जान्दछौँ कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुने छैन। अब कहिले पनि उहाँ जीवित हुनुभयो फेरि पनि तपाईँ र हाम्रो पापको लागि उहाँ मर्नुहुने छैन। किनकि उहाँले तपाईँ र हामीलाई चाबी दिइसक्नु भएको छ। हामीले त्यो चाबी कुन ठाउँमा चलाउनु पर्छ, त्यो चाबी चाहिँ हामी कुन ठाउँमा युज गर्नुपर्छ भन्ने कुरा तपाईँ र हामीले जान्नु पर्ने हुन्छ। जब तपाईँ र हामीले चाहिँ जताभावी त्यो चाबी चाहिँ हामी चलाउँछौँ, हामी संसारपट्टि पनि त्यो चाबी लाउँछौँ, ख्रीष्टपट्टि पनि लाउँछौँ भने तपाईँ हाम्रो पाप क्षमा हुँदैन। त्यसैले नै उहाँ फेरि पनि तपाईँ हामीले पटक गरेको पापमा फेरि उहाँ फर्केर आउनुहुन्न। अनि अब उसो चाहिँ उहाँमाथि मृत्युको राज्य हुँदैन। किनकि फेरि पनि उहाँमाथि मृत्युको राज्य हुने छैन। किनकि अब तपाईँ र हामीले त्यो कुरालाई बुझ्नुपर्ने हुन्छ। 10 लाई पनि हेरिहाल्छु। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखी सधैँको लागि एकैपल्ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। एकैपल्ट उहाँ मर्नुभयो। हरेक सारा संसार मानिसको लागि उहाँ एकैपल्ट मर्नुभयो। फेरि अघि पनि भने तपाईँ र हाम्रो निम्ति उहाँ मर्नुहुन्न। अब तपाईँ र हाम्रो आत्मा हाम्रो पापमा चाहिँ हामीले गरेको पापमा चाहिँ मर्नु पर्ने दिन जब हामी पापको निम्ति हामी मर्छौँ, पापमा हाम्रो पापलाई हामीले गरेको अधर्मलाई हामीले त्याग्छौँ भने चाहिँ प्रभुले तपाईँ र हाम्रो जीवनमा काम गर्नुहुन्छ। किनकि तपाईँ र हाम्रो जीवनमा चाहिँ परमेश्वरले त्यो पापहरू क्षमा गरिकन हामीले सही मार्ग परमेश्वरले देखाउनु भएको मार्गलाई हामी पक्रेर हिँड्छौँ भने चाहिँ तपाईँ र हाम्रो जीवनमा चाहिँ प्रभुले काम गर्नुहुन्छ। अनि तपाईँलाई म अब पहिलो यूहन्ना 1:9 लान्छु। म यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ। किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। हाम्रो पाप कसरी क्षमा हुन्छ भन्दै गर्दा यदि हामीले चाहिँ आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ। तपाईँ र हामीले नि पाप कति कुरामा हामी गर्छौँ। हामीले ठुलो गल्ती काम गर्नु पर्दैन। किनकि मानिसले पाप गर्नका लागि नि ठुलो घटनाहरू गर्नु पर्दैन। मान्छे नै मार्नु पर्दैन। विभिन्न प्रकारको चोरी डकाइता नै गर्नु पर्दैन। तर तपाईँ र हाम्रो सोचबाट पनि अघि हामी पाप गर्छौँ। अरूको निम्ति अरूले कसैले असल कुराहरू गर्दैछ, त्यो व्यक्तिले राम्रोसँगले गरी खाँदैछ भने त्यसलाई डा गर्नु पनि हामीले अघि पाप गरेको हो। हामी कसैको सानोतिनो कुरामा नेगेटिभ कुरामा आलोचना गर्नु पनि हामीले पाप गरी पठाउँछौँ। हामीले सोचैबाट नै हामी सोच्दै पनि हामीले अघि पाप गर्छौँ। तर प्रभुको वचनले भन्दछ यदि तिमीहरू ख्रीष्टमा हौ भने त तिमीहरू कहिले पनि पाप गर्दैनौ। तिमी यदि ख्रीष्टको वचनलाई बुझेका छौ भने तिमीहरू कहिले पनि त्यो कुमार्गमा जाँदैनौ। अरूको उन्नति देख्नेले चाहिँ आफ्नो पनि उन्नति देख्छ भन्छ। अरूको उन्नति जसले देख्छ, अरूको उन्नतिमा खुसी हुन्छ भने त्यो चाहिँ परमेश्वरबाट आएको असल कुरा हो। तर अरूको उन्नतिमा डाहा आरिज गर्छ भने चाहिँ त्यो चाहिँ पाप हो। जब तपाईँ र हामीले त्यो तपाईँ र हाम्रो जीवनमा चाहिँ त्यो छ भने हामीले निकाल्नु पर्दछ अनि हामीले फ्याँक्नु पर्दछ। अनि मात्र हामीले परमेश्वरको राज्यलाई देख्न सक्छौँ। मैले भने अघि नै किनभने आफ्नो पाप स्वीकार्नेले चाहिँ यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यो भने उहाँले हाम्रो पाप क्षमा गर्नु। हामीले स्वीकार चाहिँ गर्नुपर्छ। मैले कुन ठाउँमा पाप गरेँ, मैले कुन ठाउँमा मैले पापमा म डुबेँ, त्यो पापलाई जब हामी स्वीकार गर्छौँ भने चाहिँ उहाँले चाहिँ हामीलाई
साँच्चै नै हामीलाई क्षमा गर्नुहुन्छ। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। यदि हामीले पापलाई क्षमा मागेर परमेश्वरसँग हामीले अगाडि आएर परमेश्वरको अगाडि गएर हामीले पाप क्षमा माग्छौँ भने परमेश्वरले हामीलाई क्षमा गर्नुहुन्छ अनि उहाँले चाहिँ उहाँसँग जिउने एउटा अधिकार पनि दिनुभएको छ। तर तपाईँ हामीले गरेको पाप चाहिँ हामीले स्वीकार नै गर्दैनौँ भने चाहिँ हामीले क्षमा हुँदैन। त्यसै सन्दर्भमा हितोपदेश 28:13 त्यही भनेछ, आफ्ना सारा पापहरू लुकाउनेले उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ भनेको छ। हेर्नुहोस्, आज तपाईँ र हामीले जब पाप लुकाउँछौँ नि, हामी गल्ती गर्छौँ। परमेश्वरलाई मैले अघि पनि भने, परमेश्वरले चाहिँ नि मान्छेको अगाडि त छल्ला है, मान्छेको आँखाको अगाडि त विभिन्न कुरा छलेर पनि मान्छेले नदेख्ने पापहरू गरेको हुन्छ। देख्दैनन् मान्छेले आँखाले देखिहाल्यो, कानले सुन्यो भने मात्रै त्यो कुरा चाहिँ हो भन्छ। तर मान्छेले मान्छेकै आँखा छलेर मान्छेकै हरेक कुरामा छलेर मान्छेले धेरै पाप गर्छ। तर परमेश्वरको वचनले भन्दछ, हिब्रू 4:13 भन्दछ कि परमेश्वरको दृष्टिमा चाहिँ त्यो सृष्टि लुकेको हुँदैन, किनकि उहाँले गर्नुभएको सृष्टिमा चाहिँ उहाँको दृष्टिमा सबै कुरा उदङ्ग हुन्छ। किनभने नि तपाईँ र हामीले जब पाप गर्छौँ भने परमेश्वरको नजरमा सबै कुरा देखेको हुन्छ। प्रभुले चाहिँ सबै कुरा थाहा भएको हुन्छ। मान्छेको अगाडि त हामी छलेर पाप गरी पठाउँछौँ। हरेक चोरी डकैत गरौँला, हामी अरूलाई के भनिरहेको हुन्छौँ, हामीले के बोलिरहेको हुन्छौँ, अनि कसैको लागि मान्छेलाई नै नराम्रो सोच गरिरहेको हुन्छ, विभिन्न व्यवहारहरू गरिरहेको हुन्छ। तर पनि मान्छेले छलिरहेको हुन्छ, मान्छेले देख्दैन, तर परमेश्वरले चाहिँ सबै कुरा देखेको हुन्छ। किनभने परमेश्वरको वचन आधारित हामी हिँड्छौँ भने चाहिँ प्रभुले हाम्रो पापलाई क्षमा गर्नुहुन्छ। त्यसरी नै हितोपदेश 28:13 भने अनुसार आफ्नो पापहरू लुकाउने, हामीले कहिले पनि आफ्नो पापहरू लुकाउनु हुँदैन। हामीले जे कुरा पापहरू छ मान्छेको अगाडि लुकाउँछौँ होला, तर परमेश्वरको अगाडि गएर हामीले जब क्षमा माग्छौँ भने चाहिँ त्यसले चाहिँ कृपा पाउँछ भनेको छ, त्यसको चाहिँ उन्नति छ, त्यसले क्षमा पाउँछ भनेको छ। तपाईँ हामीले कहिले पनि पापलाई नलुकाउँ, किनकि परमेश्वरले चाहिँ तपाईँ हामीलाई पाप चाहिँ सबै कुरा प्रभुले देख्नुहुन्छ अनि सानो कुरा पनि प्रभुको नजरमा चाहिँ त्यो उदाङ्ग देख्नुहुन्छ। त्यसरी नै तपाईँ हामीले गरेको पापहरूलाई कहिले पनि लुकाउनु हुँदैन भन्ने कुराहरू हामीले पाउँछौँ। कलासी 2:13 म हेर्छु, तिमीहरू आफ्ना अपराध र शरीर अनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो। पहिलाको हामीले पुरानो टेस्टामनीमा हामी हेर्छौँ भने चाहिँ मान्छेले पाप क्षमा पाउनका लागि चाहिँ खतना गर्नु पर्थ्यो। तर अब यो समयमा चाहिँ तपाईँ र हाम्रो खतनाका लागि ख्रीष्ट येशू स्वयं उहाँ क्रुसमा बलि हुनुभएको कारणले गर्दा तपाईँ र हाम्रो खतना गर्नु पर्दैन, तर स्वयं उहाँ आफै नै बलि हुनुभएको कारणले गर्दा सबै तपाईँ र हाम्रो अपराध पाप चाहिँ क्षमा गरिदिनु भएको छ अनि उहाँसँगै जीवित पार्नु भएको छ। तर तपाईँ र हामीले आज ख्रीष्ट येशूले हाम्रो लागि, परमेश्वरले हाम्रो लागि यति बलि दिएर पनि हामी जानी पाप गरिरहेका छौँ, हामी जानी विभिन्न कुराहरू गरिरहेका छौँ भने चाहिँ तपाईँ र हाम्रो पाप क्षमा हुँदैन। तर तपाईँ र हाम्रो पाप क्षमा हुनका लागि चाहिँ तपाईँ र हामी आफै नै प्रभुको अगाडि जानु पर्यो। हामीले गरेको पापलाई आफूले स्वीकार्नु पर्यो। यदि हामीले जे पनि बोल्छौँ, जे पनि गर्छौँ, तर हामीले त्यही मुखले हामी परमेश्वरको वचन बोल्छौँ, त्यही मुखले हामी परमेश्वरको अगाडि गएर क्षमा पनि माग्छौँ, फेरि हामी पाप गर्छौँ भने हामीलाई चाहिँ त्यो क्षमा हुँदैन। हो, हामी मानिस कति कुरा हामी बोल्छौँ, तर हामी प्रभुको अगाडि हामी जान्छौँ भने चाहिँ क्षमा छ भनेको छ। क्षमा हुन्छ किनकि तपाईँ हामीले उद्धार पाउँछौँ। रोमी 5:8 यो भनेको छ, तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। मैले अघि नै भने संसारमा मानिस कोही पनि धर्मी छैनन्, किनभने परमेश्वर वचनले भन्दछ, म धर्मीहरूको लागि आइन, म चाहिँ पापीहरूको लागि आएँ, म निरोगीको लागि होइन, म रोगीहरूको लागि आएँ भन्नुभएको छ। आज तपाईँ र हाम्रो पाप मात्र क्षमा होइन, हामीलाई किन कति धेरै रोग बिरामीले कतिलाई आज सताएको छ है, रोग र बिरामीदेखि लिएर विभिन्न समस्याहरूलाई सताएको हुन्छ। आज हामीले ख्रीष्टलाई चिनेर पनि तपाईँ र हामीले पाप क्षमा गरेको छैनौँ, हामी पापमा हामी चाहिँ क्षमा मागेको छैन भने तपाईँ र हामीलाई त्यो रोग र बिरामीले सताइरहेको हुन्छ। कहिले पनि तपाईँ र हाम्रो जीवनबाट त्यो रोगहरू छुटकारा हुँदैन। हामी कतै दबाई पानी गर्छौँ अरे, कतै हामीले विभिन्न ठाउँमा हरेक खर्चहरू गरेर आज लाखौँ खर्च गरेर त्यो स्वास्थ्यलाई राम्रो होस् भनिकन, जाति होस् भनिकन हामी उद्धारलाई खोज्दै हिँडिरहेको हुन्छौँ। तर तपाईँ र हाम्रो जीवनभित्र जब हामीले पश्चाताप गरेर हामीले त्यो पापलाई त्याग्दैनौँ, हामीलाई रोगले कहिले छोड्दैन।